अनि अब हामी हेर्दै जानेछौँ हैन हाम्रो ब्याप्टिजम क्यान्डिडेट हुनुहुन्छ जसले ख्रिस्टलाई विश्वास गर्दै हुनुहुन्छ र विश्वास परमेश्वरको स्टेपलाई पछ्याउँदै हुनुहुन्छ र हामी एउटै कुरो सिकाउँछौँ र जो पनि ख्रिस्टलाई पछ्याउने व्यक्तिहरूलाई मानिसलाई हेरेर होइन कुनै सेवकलाई हेरेर होइन कुनै सेलिब्रिटी आइकोन जस्तो व्यक्तिलाई होइन तर ख्रिस्टलाई पछ्याउने हामी चाहन्छौँ मलाई पछ्याउने होइन होइन कसैको एउटा स्पिरिचुअल लिडरलाई पछ्याउने होइन किनभने त्यो व्यक्ति पनि एक दिन गिर्न सक्छ किनभने हामी कोही पनि पर्फेक्ट छैनौँ न म पर्फेक्ट छु न तपाईँहरू हुनुहुन्छ जुन दिन हामी पर्फेक्ट हुन्छौँ त्यो दिन हामी संसारलाई छोडेर जानुपर्छ यो इम्पर्फेक्ट वर्ल्डमा कोही पनि पर्फेक्ट छैन त्यही भएर चाहिँ हामी कोही बेला गिर्न सक्छौँ लड्न सक्छौँ तर ख्रिस्ट कहिले लड्नुहुन्न त्यही भएर चाहिँ हरेक विश्वासीहरूलाई के भन्न चाहन्छु भने ख्रिस्टलाई हेरेर अघि बढ्ने हो यदि पास्टरलाई हेरेर यदि डिकनलाई हेरेर या विश्वासीलाई हेरेर हामी अड्छौँ बढ्छौँ भने भविष्यको दिनमा क्रिस्चियनहरू त यस्तो छ भन्छौँ धेरैले सुनेको छ क्रिस्चियन भइसकेपछि त्यहाँदेखि ऊ बेकलाइट भएपछि के हुन्छ क्रिस्चियनलाई फल्ना पास्टर उस्तो फल्ना पास्टर ढिस्का यस्तो भनेर गर्छ द्याट मिन्स ऊ ख्रिस्टलाई पाएको छैन उसले ख्रिस्टलाई पाएको भने फल्ना चर्चको फल्ना पास्टर फल्ना विश्वासलाई दोषाउने कुरै आउँदैन किनभने ख्रिस्टले कहिले पनि भनेको छैन कि फल्नालाई हेर भनेको छैन ख्रिस्टले भनेको छ मलाई हेर फलो मी मलाई पछा पाउललाई पछा भनेको छ मोसालाई पछा भनेको छ आडमलाई पछा भनेको छ दाउदलाई पछा भनेको छ कसलाई पनि छैन फलो मी ख्रिस्टलाई फलो गर्नु भनेको छ त्यही भएर जुन विश्वासीले ए क्रिस्चियनहरू त यस्तो हुँदो रहेछ भन्छ भने ऊ क्रिस्चियनै होइन खासमा उसले ख्रिस्टलाई चिनेकै छैन किनभने ख्रिस्टको टिचिङ त्यो हुँदै होइन